साग र छुर्पी मन नपर्ने त सायद कोही पनि छैन होला है। सो फ्रेन्ड्स यहाँ छ साग है, अनि यहाँ छुर्पी घरमै बनाएको, अनि यहाँ चाहिँ मैले सबै तयारी गरिसकेँ फ्रेन्ड्स। अनि पहिला चाहिँ मैले यहाँ अदुवा अनि लसुनलाई झाने होइन, त्यसको बादमा प्याज माथिबाट खोर्सानी, हरियो खोर्सानी, अनि यसलाई अलिकति मजाले ब्राउन हुने गरी उयो गर्नुपर्छ। फ्राई गरेपछि साग अनि स्वादअनुसार नुन है, मैले भनेको जस्तै हरियो परियोमा चाहिँ मलाई हल्दीहरू मन पर्दैन। अनि यहाँ सागबाट अलिकति पानी निस्किसकेपछि टमाटर साइडमा एड गर्ने, अनि छुर्पी एड गर्ने, अनि यसलाई छोपिदिनु पर्ने हुन्छ है। यो हेर्नुहोस् न कस्तो मजाले पाक्दैछ, यस्तो डिलिसियस भएको थियो फ्रेन्ड्स। पहिला चाहिँ तपाईँहरूले लसुन अनि अदुवा चाहिँ झान्नु है, साग छुर्पी बनाउँदाखेरि चाहिँ एकदमै टेस्टी हुन्छ। सो मलाई चाहिँ भातसँग भन्दाखेरि पनि यो मात्रै खाँदा एकदमै मन पर्यो यसको फ्लेभर है। सो हजुरहरूले पनि एकपल्ट ट्राई गर्नु। अन्त यो चाहिँ मेरो रेडी भइसक्यो फ्रेन्ड्स, आजको रेसिपी है। सो हजुरहरूलाई के कस्तो लाग्यो, मन पर्यो लाइक सेयर कमेन्ट अनि फलो गर्नु नभुलिदिनु होला। अनफलो चाहिँ प्लिज नगरिदिनुहोस् है, एकदम थाकिसक्यो अनफलोले चाहिँ। बाई बाई।